क्रिएटरको अहिले कन्टेन्ट छ 1 तारिक जनवरी 2026 को दिन तपाईलाई ह्यापी न्यू इयर भनेर व्हाट्सएपमा मेसेज आउँछ र त्यो मेसेज चाहिँ एपीके फाइल हुन्छ। यदि तपाईले क्लिक गर्नुभयो भने तपाईको फोन ह्याक हुन्छ भनेर कन्टेन्ट क्रिएटरले भनेको छ। यदि तपाईको आयो पनि भने एक तारिकै किन आउँछ, आएन भने अरू बेला पनि आउन सक्छ नि त। एसबीआई को नोटिफिकेसन आउन सक्छ, तपाईको स्कुलको कागज आउन सक्छ, अनि यो तपाईले यसलाई चिन्नुहुन्छ भनेर फोटो पनि आउँछ। त्यसलाई क्लिक गर्दा तपाईको एपीके फाइल त्यो फोनमा इन्स्टल हुन्छ अनि तपाईको फोन ह्याक हुन्छ 100%। आज म बताउन गइरहेछु यदि तपाईले त्यो इन्स्टल गर्नु भएछ भने पनि कसरी चाहिँ तपाईको फोनमा फेरि अनइन्स्टल गर्न सक्नुहुन्छ। नर्मल तरिकाले अनइन्स्टल गर्न सकिँदैन किनभने तपाईलाई यादै हुँदैन त्यो चाहिँ तपाईको इन्स्टल भएको छ भनेर। आज म भन्दैछु, ध्यान दिएर सुन्नुस् र मेरो पेजलाई फलो गरिदिनुस् होला किनभने म तपाईको लागि भिडियो बनाउँदै छु। तपाईले मेरो पेजलाई फलो गर्दिनै पर्छ है, रिक्वेस्ट है यो चाहिँ। र आज म एउटा एन्ड्रोइड युजरको लागि चाहिँ बनाउँदै छु यो भिडियो, आइओएस को लागि नेक्स्ट पार्टमा आउनेछ। अनि त्यो चाहिँ के हो भने एउटा एम कवच 2 भन्ने एउटा एप हुन्छ, त्यो तपाईले प्ले स्टोरमा पाउनुहुन्छ। त्यो एप सर्च गर्नुस् अनि त्यसलाई डाउनलोड गर्नुस्। डाउनलोड गरेर त्यसलाई रेजिस्टर गरेर लगइन गर्नुस्। त्यसको तुरन्त बादमा तपाईको लगइन हुन्छ। यदि तपाईको फोनमा त्यस्तो एपीके फाइलहरु आएर तपाईले व्हाट्सएपमा बाइ चान्स इन्स्टल गर्नुभयो भने पनि त्यो एम कवच 2 ले चाहिँ तपाईको फोनलाई एनी टाइम स्क्यान गरिरहेको हुन्छ र त्यो एप इन्स्टल भयो भने चाहिँ त्यहाँनिर लिस्टमा हिडन एप भनेर लेखिएको हुन्छ। त्यो हिडन एपमा चाहिँ त्यो एपीके फाइल बसेको हुन्छ र तपाईले इजिली डिलिट गर्न सक्नुहुन्छ। अलर्ट मेसेज दिएको गर्छ त्यसले र स्क्यामरले टाइम पाउँदैन र त्यो तपाईको फोनमा केही तलमाथि गर्नु सक्दैन। यो भिडियोलाई सक्दो शेयर गर्नुस् र मेरो पेजलाई फलो गरिदिनु नबिर्सिनुस् होला। धन्यवाद।